वेलकम टु माई भिडियो। आउनुहोस् आज हामी सँगै मन्दिर दर्शन गर्न जाऊँ है त। हेलो, अब चाहिँ जानुपर्ने हुन्छ यहाँबाट सुइँ लाएर पठाउ बुक गरेर सरकारले पठाउ बुक गर्दै भइसिन्छ गाइज। हेलो ल लाग्यो साथीहरू सरर पारेर। यो चाहिँ हो स्वयम्भूको छेउछाउ। हामी चाहिँ यहीबाट हुँदै जाँदैछौँ। मलाई चाहिँ पठावालाले यहाँनिर ल्याएर छोडिदिनु भयो। अब यही मन्दिर हो कि कुन मन्दिर हो खै हामी आउन चाहेको लागेको थाहा नै छैन। हो त्यहाँ माथि पो हो कि खै कहाँ हो अत्तो छैन। मन्दिर चाहिँ यही नै रहेछ साथीहरू, यहाँ पूजा गरिराख्नु भएको छ। अब हामी पनि जानुपर्ने हुन्छ, हामी जान्छौँ एकछिनमा। यो चाहिँ हो सीता पाइला मन्दिर साथीहरू। यो चाहिँ सीताको पाइला हो अरे, कति वर्षौँदेखि यही छ अरे भन्दै हुनुहुन्छ। गाइज हामी चाहिँ यहाँ मन्दिर दर्शन गरेर निस्किसक्यौँ। तर एउटा कुरा, सीता पाइला मन्दिर के लक्षण हो यो? पूजा गर्दाखेरि मेरो यहाँ कपालमा आगो बल्यो गाइज। कस्तो लक्षण हो यो? राम्रो हो कि नराम्रो सङ्केत हो भनिदिनु होला थाहा भयो। अब चाहिँ फेरि हामी यहाँबाट जाँदैछौँ स्वयम्भूतिर। भिडियो अन्तिमसम्म हेर्नु होला है त साथीहरू। हामी चाहिँ यहाँबाट अगाडि जाँदै थियौँ। यहाँ अगाडि चाहिँ खै किन बाटो बन्द रहेछ, त्यही भएर फेरि फर्किनु पर्यो साथीहरू। फेरि फर्केर फेरि घुमेर अर्को बाटोबाट जाँदैछौँ हामी चाहिँ। मलाई चाहिँ ल्याइ पुर्याइदिनु भयो उहाँले। यहाँ पशुपति भन्न आयो सरी ल, स्वयम्भू गेटनिर म चाहिँ आइपुगेँ। अब खै सरजी कता जानुभयो अत्तो छैन। म चाहिँ यहाँ एउटा भाइलाई सोधेर अनि माथि मेन मन्दिरतिर जाँदैछु। यति हिँड्दा नि कस्तो स्यास्या भएको छ। म चाहिँ आइपुगेँ माथि साथीहरू। अब खै सरजी कहाँ जानुभयो म त खोजी लागेँ यहाँबाट। म त यहाँको भ्यूको क्याप्चर गर्नतिर हेर्नु न कस्तो राम्रो के। अझ त्यही माथि कोइली पनि कराउँदैछ। पुग्न त बल्ल पुग्यो गाइज। यो मान्छे हराएर हैरान। हेर्नु न अब यहाँ सजाएर राखेको खजनाहरू, के भन्छ यसलाई, गहनाहरू मालाहरू अनि के हो के खै मलाई थाहा पनि छैन हौ। के हो के होइन गाइज यस्तो छ। म जस्तै कहिले नआएकोलाई है, फर्स्ट टाइम आएकोलाई। हेर्नुहोस् अब यहाँ भित्रको भ्यू। मलाई यो मान्छे आज यस्तो वाक्क दिक्क लाग्ने बनाए। पहिला होइन फोटो खिच्ने भनेपछि एक कोस टाढा भाग्ने मान्छे, अब त मलाई वाक्क दिक्क लाग्यो थाल्नु। गाह्रो छ। होइन उहाँ महाशयले मलाई आज गाई चिया चाहिँ अहिले धन्नै चस्मा गाउँको
राम्रो शीतल छ यहाँ ठाउँ चाहिँ रमाइलो लाग्यो भोक लागेर पनि लत्र्याङ फत्र्याङ भइसक्यो के गर्नु अब जानु पर्यो एकदम रमाइलो छ आउनु होला हजुरहरू पनि नजिक हुनुहुन्छ भने अब टाढा हुनुहुन्छ भने त घुम्नकै लागि आउनु भन्ने कुरा भएन यदि नजिक होइसिन्छ भने आउनु होला उहाँ मासुले मलाई वाक्क दिक्क प्याक्क लाग्ने बनाइसक्नु भयो अझै ऊ पारी त्यहाँ त्यहाँ पारी उति जाने रे उहाँको धोका चाहिँ पुरा भएन मेरो कपालले मौला जस्तो भइसक्यो मलाई फोटो खिचेर चाहिँ पुगेन अरे के गर्नु आइफोन हुने मान्छे आइफोन तेर्साउँछन् अब हाम्रो त यहाँ छैन आइफोन के गर्नु डिएसएलआर स्यामसङ मोबाइल ओहो क्यामेराम्यान त एउटा रहेछ फालिदियो त अब लगिहाल्छ नि पानी फालिदिएर त घोडागडी तालमा त्यो फालिसकेपछि के काम स्वयम्भूको आँखा ठुलो घन्टा घरको घडी मान्छे डल डल किन्दा एउटा मार्ग उफ शम्भुनाथ त गाइज मलाई त डरै लाग्यो मङ्की टेम्पल नामले परिचित टेम्पलै हो त अनि मङ्की टेम्पलको मङ्की टेम्पल सुमनाथलाई अर्को चिन्छ भने चाहिँ मङ्की टेम्पल हो र यस कस्तो दामी आज रमाइलो सेल्फी देखेँ यस्तो मलाई पुरै ल्याङ बनाइसक्नु भयो उहाँ सरले सेल्फीबाटै राम्रो आउँदो रहेछ यस्तो त साथीहरू स्वयम्भू म जस्तै कहिले नआएको लागि नआउनु भएकोको लागि अब अगाडि आइसकेलाई त के चाहियो र वा हावा चल्यो सर कस्तो राम्रो शीतल भएको यार सरी ल कस्तो राम्रो शीतल वा माछा पोखरी हो कि कहाँ हो गाइज मलाई थाहा छैन बालाजु माछा पोखरी कता यसो भन्दा बालाजु रे यो भ्याली हेर्नु यहाँ मङ्की टेम्पलका महानुभावहरू लाग्यो मलाई त सक्यो आजको घुमघाम पनि भोक पनि लागिसक्यो भोक पनि लाग्छ कति बजी 12 बजी लागिसक्यो अनि भोक लाग्दैन सक्यो घुमघाम आजको चाहिँ हजुरहरूलाई सीता पाइला मन्दिर र स्वयम्भूनाथ मन्दिरको भिडियो जस्ताको त्यस्तो देखाउने प्रयास गरिरहेका छौँ हजुर डस्टबिनमा चाहिँ फाल्दिनु ल साथीहरू यहाँ रहेछ त लगानी भनिन्छ होइन लगानी म अघि ल साथीहरू हुन्छ गेटबाट निस्किन लाग्यो यहाँबाट
चटपटेको लाइन यता पनि लाइनमै हुनुहुन्छ उहाँ पनि के गर्नु नखाइ नखाइ भोकले मर्ने जस्तो भएछ 100 रुपियाँ चटपटे 30 रुपियाँको खरु 30 रुपियाँ खर्जा 100 रुपियाँ चटपटे खानु पर्यो अब हँसाउनु पर्यो जानु पर्यो घरतिर मैले चार्ज पनि सकिसक्यो पठाउन सुइँ लाएर भोक लाएर ल्याङफ्याङ भइसक्यो पठाउने आइसक्यो मजा ल साथीहरू फेरि पनि बिहान जस्तै पठाउमा लाग्यो रुमतिर आजलाई यति नै फाइनली साथीहरू हामी चाहिँ रुममा पनि आइसक्यौँ अब यस्तै भयो आजको भिडियो कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनु होला अनि भिडियोलाई अन्तिमसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद हजुरलाई बाई बाई